वेलकम टु माई मिनी भ्लग। आज चाहिँ लास्टै पानी परिरहेछ, पछाडि हेर्न सक्नुहुनेछ इन्द्रेणी निस्क्या ऊ पानी परेर लास्टै पानी परिरहेको थियो। हुरी बतास पानी परेर 1 हप्ता जति भइसक्यो पानी परेको परै उता कतिको परिरहा। हाम्रो यता त लास्टै परेछ पानी। इन्द्रेणी निस्के कति दामी देखिरहेछ है पछाडितिर इन्द्रेणी। वाउ यति बेला हल्का घामले गर्नला हो, नत्र भने त हुरी बतास आएर अनि लास्टै पानी परिरहेको थियो अघि नै त। यो चाहिँ हाम्रो घर। यति बेला बाहिर आऊ उतातिर कतिको पानी पर्छ के भन्यो। चिसो भएर ज्याकेट लगाएको, लास्टै चिसो भएर पानी परेपछि जाडो हुन्छ। इन्द्रेणी पनि जान लाग्यो अघि नै लास्टै त्यसरी इन्द्रेणी गरेको थियो यस्तरी गोलो परेर यति बेला इत्रुकै भयो। अझै पनि बादल गर्जिरहेछ माथि। यसरी गरेर हात पनि दुख्ने रहेछ। के भनौँ अरू, सन्चै हुनुहुन्छ सबैजना? आशा लाग्यो मेरो फुल नङ पनि भाँच्यो एउटा दुईटा। यति बेला घाम गर्ने जस्तो गरिरहेछ। घाम अरू त के भन्ने हो, खेतमा नि पानी लगाइसक्यो, बर्खालाई जस्तो पर्छ। बर्खाको टाइममा यति पानी पर्ने हो कि नै, यति अहिले चाहिँ पानी परेर खेतभरि पानी पानी ताल भइसकेछ खेतमा। यो चाहिँ हाम्रो घर, यो चाहिँ मेरो रुम। अरू त के देखाउने हो, उतातिर हेर्नु ताल भइसकेछ खेतमा मकै। सम्झना हेलो वेलकम टु माई मिनी भ्लग। हात दुखिसक्यो भिडियो बनाउन आएको। घाम गर्ने हो कि पानी पर्ने हो, बादल गर्जेको गर्दैछ। मकै कति दामी भयो थियो ढले कुलोमा नि पानी लाग्छ। अरू त के भन्ने हो, आज कति राम्रो मौसम गऱ्यो। म पनि कति राम्रो देखिरहेको छु। कहो न, म त काली म राम्रै छैन, के गर्ने। आज पानी पर्यो यस्तो। कहाँ जाने भन्ने थियो? कहाँ जाने भन्ने थियो? घरै बस्ने। घरै नबस्ने। भर्खर स्कुल गएर आएको रुजेर। स्कुलदेखि आउँदै आउँदै बाटैमा भिजेर फुल्लो भएर आएको। यस्तो मुखभरि पानी आएको। साइकल चलाउने मुखभरि पानी आएको आएको कसरी चलाउँ भइसक्यो त्यो साइकल। म पछाडि मम्मी आउँदै हुनुहुन्छ। ऊ कहाँ हुनुहुन्छ मम्मी? म पोस्ट गरिदिन्छु नि। नाकाउ न लाज लाउँछ कहाँ न, पोस्ट गरिदिन्छु। त्यही भएर बनाएको भिडियो। यति चिसो हावा त्यही भएर
मैले ज्याकेट लाएको छु चिसो भएर म त जाडो लाहा त्यही भएर ज्याकेट लाउन पर्छ जाडो भएपछि थाहा छैन ज्याकेट छ चैन सबै कहाँ करा बिग्रेछ कोही कहाँ कोही कहाँ त्यस्तै हो मेरो पारा ओहो त्यस्तै हो पारा टिकी आइरहेछ टिकी टिकीमा कति राम्रो देखिन्छु नि काली टिकीमा कति राम्रो काली काली मान्छे कालो टिका सेतो टिकीमा झन् राम्रो देखिन्छ सेतो टिकै किन्दिनँ म स्कुलमा लाउन दिन्न स्कुलका मास्टर साहबले हान्छन् लट्ठी लट्ठी लट्ठीले हान्छन् यस्तो हरामी हरामी हुन्छन् मास्टर साहब पनि के भन्ने कतिको पानी पर्यो यता भनिदिनु पर्यो गाई छोरीले यहाँ त छर्दै जस्तै झर्न बग्छ त्यस्तै आज पानी उता खेताभरि पानी पानी भयो पछाडि छ सबैजना आउनु होला भ्यू रोप्न हाम्रो गाउँतिर बाई बाई बाई